प्रभुले सुरक्षा दिनु, बाहिर जाँदा भित्र आउँदा भजन 27 को 8 पदले रक्षा गर्ने, 91 को 3 पदले सुरक्षित राख्नुहोस्। सबै घाँटीको एलर्जीबाट चङ्गाइदिनुहोस् अनि पढ्न लेख्नमा वचनमा प्रार्थनामा मन लगाउन नदिने आत्मालाई त्यो बाधाको आत्मालाई यीशुको नाममा तोडफोड गर्दछ, यीशुको नाममा प्रतिकार गर्दछ प्रभु। र त्यो छोरालाई पढ्नको निम्ति प्रभुको आत्मामा बढ्नको निम्ति प्रभुको आज्ञाकारिताको जीवन जिउनको निम्ति तपाईँको जोस जागरको आत्माले भरिदिनुहोस्। ओ प्रभु तपाईँको शक्ति र सामर्थ्यको आत्माले भरिदिनुहोस् भने बिन्ती प्रार्थना गर्दछौँ प्रभु। धन्यवाद। घटी कमी अभावमा जति पनि यो ब्याचलरको 4 वर्षको कोर्सहरू जोस र जाँगर साथ प्रभु साँच्चै पढेर पास गर्न पुरा गर्न प्रभु तपाईँले सहायता गर्नुभएको, चाहिने हरेक आवश्यकता खर्चहरू तपाईँले जुटाइदिनु भएको छ भने बिन्ती अनि प्रार्थना गर्दछौँ परमेश्वर पिता तपाईँले सहायता गर्नुभएको छ प्रभु। धन्यवाद। समीरालाई पढाइ लेखाइमा आशिष दिनुभएको छ, 12को एक्जामहरू सिद्धिन लागेको छ, त्यो एक्जामहरू असल प्रकारले दिएर असल मार्क्स लिएर पास गर्न प्रभुले सहायता गर्नुभएको छ प्रभु। र प्रभु जुन जापानिजको क्लासको लागि पनि जुन एक्जामहरू आइरहेको छ प्रभु साँच्चै नै त्यो एक्जामहरू दिन तपाईँले ज्ञान बुद्धि दिनुभएको छ अनि बिन्ती प्रार्थना गर्दछौँ। र प्रभुको भयमा प्रभुको आदर गरेर प्रभुको आज्ञाकारितामा रहेर हरेक प्रभु गरेका योजनाहरू परमेश्वरबाट नै प्रभु साँच्चै नै सफलता पाउनको निम्ति योग्यका छोरी तपाईँले बनाउनुहोस् भने बिन्ती प्रार्थना गर्दछौँ परमेश्वर पिता। र प्रार्थना तपाईँको छोरा सनिलको लागि प्रार्थना गर्दछौँ परमेश्वर तपाईँले अनुग्रह गर्नु, त्यो छोरामा जति पनि परमेश्वरको नजिक भएर परमेश्वरको गहिरा गुप्त कुराहरूलाई बुझ्न नदिने अनि परमेश्वरको वचनको गहिराइमा डुब्न नदिने आत्मालाई यीशुको नाममा त्यसलाई हामी इन्कार गर्छौँ, प्रतिकार गर्दछौँ प्रभु। र तपाईँको छुवाईहरू तपाईँको कामहरूलाई महसुस गर्न नदिने आत्मालाई यीशुको नाममा प्रतिकार गर्दछौँ प्रभु। तपाईँले सहायता गर्नु, त्यो छोराको जति ढाड दुखेको समस्याहरू प्रभु यीशुको नाममा चङ्गाइदिनु। तपाईँको घायल हातले छोएर कल्भरी क्रुसमा खानुभएको 39 कोर्राको चोटमा तपाईँले आफ्नो शरीरबाट बगाउनु भएको त्यो पवित्र अनमोल रगतको छिटकाइमा तपाईँले चङ्गाइदिनुहोस्, यीशुको रगतमा चङ्गाइदिनुहोस् प्रभु। र त्यो मृगौला प्रभु जसरी प्रभु इजेकियल अगमवक्ताद्वारा प्रभु त्यो हाड भएको बेसीमा तपाईँले गर्नुभएको अचम्मको काम, त्यो हाडहरूलाई इजेकियल अगमवक्ताद्वारा एकसाथ जोडिने आज्ञा दिनुभयो, मासुहरू भरिने आज्ञा दिनुभयो अनि प्रभु छालाले ढाकिने आज्ञा दिनुभयो र प्रभु सास भरिने आज्ञा दिनुभयो। त्यो हाडहरू ओ प्रभु साँच्चै किराहरू चाहिँ प्रभु जीवित भएर उठे। त्यसरी नै प्रभु त्यो छोराको किडनी त्यो मृगौलालाई प्रभु तपाईँले प्रभु आफ्नो दासहरूद्वारा तपाईँले आज्ञा गर्नुहोस्। ओ प्रभु साँच्चै त्यो किडनी चाहिँ क्रियाशील हुन सकोस्, यीशुको नाममा प्रार्थना गर्दछौँ। ओ प्रभु यीशुको नाममा क्रियाशील हुन्छ भने हामी आज्ञा गर्दछौँ प्रभु, तपाईँले सहायता गर्नुहोस्। धन्यवाद। र जति पनि त्यो खुस्केको हड्डीहरू पूर्ण रूपमा जोडिन सहायता गर्नुहोस्, त्यो सुन्नेको हातहरू प्रभु नर्मल हुन सकोस् र प्रभु त्यो ब्लक भएको भेनहरू खोलिन सकेको होस् भने बिन्ती प्रार्थना छ। घटी कमी अभावहरू तपाईँले जुटाइदिनु, खर्चहरू जुटाइदिनुहोस् प्रभु। त्यो छोराको जीवनमा तपाईँले राख्नुभएको इच्छा र योजनाहरूलाई तपाईँले पुरा गर्नुहोस्। हरेक अन्धकारको बाधाहरूलाई प्रभु आज तपाईँको काम हुन नदिने, तपाईँ परमेश्वरको गवाई बन्नको निम्ति ओ प्रभु साँच्चै अगाडि बढ्न नदिने आत्मालाई यीशुको नाममा प्रतिकारको लागि प्रार्थना गर्दछौँ। उहाँलाई जति पनि प्रभु समस्या, कष्ट, दुःख, गाह्रो अवस्था छ प्रभु तपाईँ जान्नुहुन्छ, तर उहाँको हृदय तपाईँप्रति छैन, तपाईँतिर फर्काइदिनुहोस्। तपाईँमा विश्वास गरेर उद्धारको साथसाथै तपाईँको इच्छा भए उहाँको जीवनमा भए प्रभु तपाईँको आश्चर्यको कर्म उहाँले देख्न सक्नुभएको, अचम्मको काम उहाँले थाहा गर्न सक्नुभएको प्रभु। तपाईँको इच्छा के छ, गाउँ लानुपर्ने कुराहरू छ, गाउँ लाने कुराहरू भइरहेको छ प्रभु। यहीँ रहेर उहाँले विश्वास गरेर तपाईँको काम थाहा गर्नु छ भने तपाईँलाई हो प्रभु स्वीकार गर्ने हृदय उहाँ आफैमा प्रभु तपाईँले दिनुहोस्। हाम्रो कर्कापले होइन प्रभु, आज उहाँले उहाँको हृदयमा तपाईँ आफै बोल्नुहोस् प्रभु, ताकि उहाँ आफैले नै म यीशुलाई ग्रहण गर्छु भनेर उहाँको मुखद्वारा बोल्न सक्नुभएको होस्। र उहाँले ग्रहण गरेर यदि प्रभु सम्भव भए, तपाईँको इच्छा भए प्रभु तपाईँमा निको हुन सक्नुभएको होस्। यदि होइन भने तपाईँले उठाउनुहुन्छ भने पनि शान्ति साथ तपाईँको राज्यमा उद्धार पाएर जान सक्नुभएको होस् प्रभु। त्यो बाटो तपाईँले खोलिदिनुहोस्। त्यो गाह्रो प्रभु उहाँ आफैलाई पनि गाह्रो, परिवारलाई पनि गाह्रो छ प्रभु, केही क्षणिक प्रभु गाह्रो भए तापनि प्रभु तपाईँले स्वीकार गरेर तपाईँको अनन्तको हो प्रभु त्यो आशिष र शान्तिलाई उहाँले ग्रहण गर्न सक्नुभएको होस्, अनन्तको जीवनलाई उहाँले स्वीकार्न सक्नुभएको
भएको छ नि बिन्ती प्रार्थना गर्दछौँ प्रभु। र उहाँको जति दुखाइहरूबाट प्रभु यीशुमा तपाईँले छुटकारा दिनुहोस् प्रभु। नसा सम्बन्धी, फोक्सोको क्यान्सर अनि त्यो जन्डिसहरू जति समस्याले प्रभु उहाँ पीडित हुनुहुन्छ प्रभु, तपाईँले उहाँको आँसुलाई पुछिदिनुहोस्, उहाँको कष्टलाई तपाईँले उठाउनुहोस्, उहाँको दुखाइलाई तपाईँले लिनुहोस् भन्ने बिन्ती प्रार्थना गर्दछौँ प्रभु। धन्यवाद। अनि दिसिका बहिनीको श्रीमानको लागि प्रार्थना गर्दछौँ। उहाँलाई जति पनि प्रभु सास फेर्न गाह्रो हुने, जति त ग्यास्ट्रिकको समस्याहरू, कोलेस्टेरोल बढेको भए तापनि, शरीरमा जे जति समस्या भए तापनि तपाईँ निको पार्नुहुने परमेश्वर हुनुहुन्छ। हो प्रभु, भजन 103 को 3 पदले भने चाहिँ जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ, जसले तेरा सबै रोगहरूलाई निको पार्नुहुन्छ प्रभु। आज तपाईँको वचनलाई घोषणा गर्छु, दाबी गर्दछु प्रभु, साँच्चै उहाँलाई प्रभु तपाईँले सबै रोगबाट तपाईँले निको पार्नुहोस् प्रभु। तपाईँ निको पार्नुहुने यहोवा रोके परमेश्वर हुनुहुन्छ। पिता, तपाईँले निको र चङ्गाई तुल्याउनु भएको होस् प्रभु। धन्यवाद। मेरो सेवकाई व्यवसायमा परमेश्वर पिता तपाईँले सहायता गर्नुहोस्, आशिष दिनुहोस्, बाधा परीक्षाहरू हरेक समस्यामाथि यीशु ख्रीष्टमा विजय दिनुभएको होस् पिता। मेरो घटीको मेरो बाबु व्यवहार मिलाउन, मण्डलीको व्यवहारहरू मिलाउन, सबै कुरामा तपाईँले असल बाटोहरू खोलिदिनुहोस्, किनभने तपाईँ परम प्रभु नै मेरो पूर्ण भरोसा अनि पूर्ण आशा हुनुहुन्छ प्रभु। तपाईँमा राखेको आशालाई तपाईँले निराशा पार्नुहुन्न, तपाईँमा गरेको विश्वासलाई तपाईँले कहिले पनि घात गर्नुहुन्न प्रभु। यसकारण तपाईँ परमेश्वरले हरेक परिस्थितिमा सम्हाल्नु भएको छ, सहायता गर्नुभएको छ प्रभु। तपाईँलाई धन्यवाद दिन्छु र आउने दिनहरूमा आउने हरेक कुराहरूमाथि तपाईँले विजय दिनुहोस्। हो प्रभु, त्यो बन्द भएको बाटोहरू तपाईँले खोलिदिनु भएको छ नि बिन्ती प्रार्थना गर्दछु प्रभु। धन्यवाद। हाम्रो घर परिवारमा प्रभु तपाईँ परमेश्वरको उपस्थिति रहनुहोस्। हामी माथि हो प्रभु पल पलमा क्षणमा आउने त्यो परीक्षाहरू ल्याउने आत्माहरूलाई हामी यीशुको नाउँमा प्रतिकार गर्छौँ, यीशुको नाउँमा प्रतिकार गर्दछौँ। परमेश्वर तपाईँमा विजय छ। हो प्रभु, तपाईँ हाम्रो पक्षमा भएर विजय लड्नुहोस् र हाम्रो पक्षमा तपाईँ विजय हुनुहोस् भन्ने बिन्ती प्रार्थना गर्दछौँ प्रभु। धन्यवाद सबै कुराको निम्ति पिता, तपाईँले हामीलाई सहायता गर्नुहोस्। धन्यवाद परमेश्वर प्रभु। परमेश्वर यस समयमा फेरि पनि प्रभु आज उपवासको प्रार्थना सुरु अन्तिमसम्म प्रभु परमेश्वर पवित्र आत्मा परमेश्वरले गर्नुभएको अगुवाईको लागि प्रभु हजुरलाई धन्यवाद। विशेष गरिकन प्रभु हाम्रो प्रभु आज हामी बोल्नुभन्दा पनि पहिले तपाईँ सुन्नुहुने परमेश्वर, देख्नुहुने परमेश्वर, जान्नुहुने परमेश्वर तपाईँ हुनुहुँदछ। म लगायत मेरो मण्डली पुरालाई प्रभु खटिकनमा बाबरमा परमेश्वर तपाईँ पुरा गर्नुभएको होस्। यदि बिमार निको चङ्गा छुटकारा दिनुभएको होस्, समस्यामा प्रभु तपाईँ उठाउनु भएको होस्, हरेक परिस्थिति र अवस्थामा प्रभु तपाईँले सहायता गर्नुभएको होस्। म यसका बिन्ती गर्दछु परमेश्वर, सबै कुराहरू प्रभु हजुरको हातमा चाहिँ परमेश्वर प्रभु आशिष र अनुग्रह सुरक्षा माग्दछौँ। पिता पुत्र पवित्र आत्मातिर प्रभु यीशु ख्रीष्टको नाममा आमेन।